आज हामी यहाँको छौँ छुट्टी छ बुढाबुढीको त्यही भएर हामी आज क्योटो रसियामा जहाँ टुरिज्म एकदम मस्ट एट्र्याक्सन प्लेस पनि हो एकदम भिड छ हामी यहाँको सायद 3 जनाको छुट्टी पर्यो धेरै भयो नगएको क्योटोतिर क्योटोको एकदम मस्ट पपुलर ठाउँ रसियामा Welcome to Kyoto, Arashiyama. Huh? You're in his skin, boy. हामी जाँदैछौँ अब रसियामा हामी आइपुग्यौँ हाम्रो इबाराकी सोल्जीदेखि चाहिँ आधी घन्टा लाग्छ सेमी एक्सप्रेसमा जान तपाईँहरूको ठाउँदेखि कति हो गुगल हेर्नु होला हामी जाँदैछौँ ठाउँ हेर्नुहोस् यो पनि एकदम भिजिट ठाउँ हो यो रिक्सा मैले पनि देख्दै पहिला यस्तो छ जाँदैछौँ अगाडि जाँदैछ हामी हाम्रो वाइफ बोकी अगाडि छ हामी अब त्यही स्टेसनबाट चाहिँ 15 मिनट हिँड्नुपर्छ अब हामी हिँडेर लगभग पुग्न लाग्यो 15 मिनट हिँड्छ फाइनली हामी आइपुग्यौँ यस मेन गेट रसियामाको मेन गेट हामी आइपुग्यौँ मेन गेट आइपुग्यौँ स्टेसनबाट चाहिँ अब त्यही 15 मिनट हिँड्नुपर्छ त्यो त राम्रो छ क्योटोको रसियामा ठाउँ चाहिँ राम्रो एकदम राम्रो ठाउँ छ पुरै पहाड ढाका नेपालको जस्तो ठाउँ सबै पहाडी पुरा जङ्गल डाँडा काँडा सबै पहाड जस्तै पनि जापानको कल्चरमा नेमबिटीमा उनीहरूको आफ्नो पुरानो स्टाइलमा बनाएको थियो पगोडा जस्तै हो पगोडा भनिन्छ अब हामी जाँदैछौँ यहाँभित्र आइपुग्यो यो गार्डन यो चाहिँ वर्ल्ड कल्चर हेरिटेज साइट यहाँ चाहिँ अब टिकट सिस्टम छ टिकट काट्नु पर्छ एकजनाको 500 रुपियाँ हो 500 रुपियाँ चाइल्डको 300 रुपियाँ अब बुढीको टिकट काट्छ एकजनाको 500 रुपियाँ हो अब हामी जाँदैछौँ जस्तै वर्ल्ड कल्चर हेरिटेजमा नाम दर्ता भएको छ यो दुईवटा टिकट आइसक्यो बुढीको हातमा यो यस्तो छ गाडी अगाडि छ अगाडि जान्छ
अगाडि हामी जाँदैछौँ। भित्र गएर हामी आइपुग्यौँ। अब यहाँ के छ तपाईँहरूलाई म देखाउँछु। यहाँ सानो पोखरी रहेछ। पोखरी छ। पहिले उहाँ जाऊँ अगाडि। भ्यू त राम्रो छ, हरियाली। अगाडि जाउँ। अब हामी जाँदैछौँ अगाडि भित्रसम्म। Lunch place. Lunch place. खाने ठाउँ lunch रहेछ। Food area. यो खाने ठाउँ कहाँ गयो? वाउ, ठाउँ हेर्नुहोस्। हरियाली राम्रो छ ठाउँ। तिमी त प्रत्येक भिडियोमा आएको छ बुढी, म मात्रै हो नआएको। तिमीले खिच्दिन मेरो एउटा खिच्यो। एउटा खिच्यो। We are here. Chara? We are here now after a long time. This is a World Cultural Heritage. What is this? This is Sano Pokhari. Like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling. यो ठाउँ अब हामी आए एकछिन हिँड्दा हिँड्दा हामी अब माथि जानेछौँ। यो बाटो हुँदै यो नेपालको जस्तो भाइब्स आउने ठाउँ हो क्या। यो ठाउँ दामी ठाउँ छ। यो क्योटोको आरस्यामा भन्ने ठाउँ। विश्राम गर्दैछ हामी यहाँ। बस्ने ठाउँ पनि यहाँ छ। अब यहाँ माथि जाँदैछौँ हामी। अब हामी जाँदैछौँ भित्रसम्म। मेरो वाइफ अगाडि छन् एकदम फ्रेस मुडमा। नेपालको भाइब्स। अब हामी जाँदैछौँ अगाडि। नेपालकै जस्तै भाइब्सका चराचुरुङ्गीहरू कराउने। अगाडि हामी जाँदैछौँ। अगाडि जाँदैछौँ।
जाँदैछु हामी फाइनल आइसके भित्र 15 मिनटको बाटो 20 मिनटभन्दा अगाडि आइसक्यो ल यो देख्नुहुन्छ यो चाहिँ नेपालको बास जस्तै हो तर बासै हो तर मोटो है बास जस्तै भनेको त बासै रहेछ नि मतलब पत्ता नहेरेको नि नेपालमा चाहिँ एकदम यो बाक्लो हुन्थ्यो यहाँ अलिक छुप फराकिलो छ ल हामी भित्रसम्म आइसक्यो अब हेरौँ गार्डन कति ठुलो छ अझ अगाडि जाँदैछौँ हामी अब यो बेम्बो फरेस्ट हुन्छ ल यो पुरै एरिया चाहिँ बेम्बो फरेस्ट यहाँ देखाउनु बेम्बो फरेस्ट बेम्बो फरेस्ट अब यता जाउँ हामी अब यहाँ मेन गेट यहाँ रहेछ अघि आएको हामी यो ठाउँ खासै त्यस्तो वाउ भन्ने खालको सिन मैले देखिनँ म त हामी दिउँसो घाममा आएर त्यस्तो लागेको कि अब यो गर्मीले गर्दा मुडै अड्क्यो भने क्या अब शीतल भएको भए हल्का पानी परिदिएको भए अलिक वाउ भन्ने पनि हुन्थ्यो है अब धेरै किसिमको फुलहरू छ यहाँ अब हामीलाई नाम त थाहा हुँदैन अब यहाँ सिजन अनुसार नफुल्यो के हो कि फुल्न बाँकी छ अब हामी तपाईँहरूलाई यता मन्दिरतिर लग्छौँ अगाडि छ नि त्यता आउने बेलामा नि यसै पकौडा हो के हुन्छ त पकौडा यो हुन्छ नि पकौडा नेपालमा खानेलाई पकौडा हुन्छ यहाँ जापानमा मन्दिरलाई पकौडा ल हामी आउँदैछौँ हामी जाँदैछौँ अगाडि अब अझै अगाडि हामीले अब मन्दिरहरू देखाउँछौँ मन्दिरहरू सबै यहाँ आउनुहोस् मेरो अगाडि मन्दिर छ जापानको एकदम कल्चर प्रख्यात मन्दिर घामले गर्दा अलिकति यो भयो क्या मुडै नभयो अब हामी आउँदैछौँ हामी आइसक्यौँ यो चाहिँ एउटा एकदम इतिहासको एकदम नम्बर 1 वर्ल्ड कल्चर हेरिटेज खै भ्यागुता देखो अब यहाँ भ्यागुता एउटा स्ट्याटस ल सानो छ मूर्ति छ ल भ्यागुता जुम गरिदियो हो ए पैसा फाल्दैन यहाँ यो कहाँ स्वयम्भूमा पनि यो पैसा फाल्ने चलन थियो नि मैले जोड्न खोजेको चाहिँ होइन कि यो जस्तै रहेछ भन्ने क्या पैसा फाले के इच्छा पुरा हुन्छ कि भन्ने हुन्छ के आफ्नो इच्छाहरू माग्न सकिन्छ भन्ने एउटा यहाँ होला भन्ने अब हामीलाई थाहा छैन अब धेरैजना पैसा फालेको देखेँ अब अगाडि जाउँ यहाँ धेरै किसिमको फुलहरू पनि छ अब यहाँ यसो सानो सानो पोखरीहरू फुलै फुल छ अब यो पोखरी सानो सानो पोखरी यो पोखरी यो फुलै फुल मासु पोखरी पानी परेको आवाज साउन्ड बाफ रे बाफ घाम अब यस्तो घाम छ कि अब के भन्नु घामले गर्दा अलिकति मुडो भयो क्या यो गर्मी पनि यस्तो पसिना खलिहाल्छ देख्नुहोस् न मेरो पछाडि नेपालकै जस्तो छ जङ्गल हरियाली
अब हामी यो बिच पोखरीमा आयो। यो सानो पोखरी एउटा साइडमा ढुङ्गाहरूले चाहिँ सजाएको। माछा यो चाहिँ सानो मन्दिर कहाँ आमामा कत्रो माछा देख्छ माछा आमामा जुम गर्दा चाहिँ माछा है जुम गरेको ए ढुङ्गामा बस्न खिच्न मिल्दैन है अब यता ल हामी यो माछा देखायो। अब अगाडि यो सानो पोखरी यसै ढुङ्गाले यो बसाएको छ साइडमा। अलिक घामले गर्दा अलिकति हामीलाई अलि फिल नभएको गाह्रो हुँदैछ। गर्मी फेरि यस्तो पसिना खलखली भिडियो बनाउन नि एकदम यो हुने क्या। अब बेलुका शीतलमा गएको भए जाडो महिनामा चाहिँ एकदम भिड हुन्छ होला। गर्मीमा चाहिँ अलिक हिँड्न पनि गाह्रो क्या पसिना खलखली आइहाल्ने। आज फेरि यस्तो घाम लाग्छ फेरि आज 2 जनाको छुट्टी पऱ्यो त्यही भएर जानै पऱ्यो अरू बेला छुट्टी मिलेन। अब यो मन्दिर यता अब हामी जाँदैछौँ अगाडि। पोखरी आइसक्यो ए माछा ओ रङ्गिन चङ्गी माछा आमा कति माछा बाफ रे बाफ। कति ठुलो माछा है यहाँ माछा पालेको थियो नि माछा पालेको छ। कहाँ थियो नि यहाँभित्र बस्न मन लाग्यो। वहाँ छ बाटो ए के हो योगा गर्ने छ कि त्यसमा अहिले पछाडि छु। मेन रिपोर्टर यहाँ छ सुमन बोगटी। ल अब हामी यहाँ विश्राम गर्ने ठाउँ यसको ढोका चाहिँ गेट कहाँ छ अगाडि जाउँ। अब हामी धेरै यो घामले गर्दा अलिकति नसक्ने भयो क्या हिँड्न पनि गाह्रो भएछ। अब यहाँ एकछिन विश्राम गर्छु 10-15 मिनट अनि फेरि हामी जान्छौँ। अब अरू ठाउँ त मैले देखिनँ त्यस्तो। अब मेन ठाउँ यही हो। यता घुम्नु पर्छ यो साइडमा। अब हामी जाँदैछौँ। पानी चाहिँ 2 बोतल बोकेर लाउनु पर्दैछ। अब तपाईँहरू जहाँ जहाँ हुन्छ यहाँ आउनुहुन्छ नि अवश्य पनि पानी चाहिँ लिएर आउनु चिसो पानी भन्दा हामीले 1 बोतल पानी चाहिँ लिएर आयो। उठ त अगाडि हामी यो फ्रन्ट एक्जिटबाट जान्छौँ बाहिर। त्यस्तो ठाउँ त वाउ भन्ने ठाउँ त मैले देखिनँ। अब जति मोबाइलमा हेरिन्छु उसमा हेरिन्छु टिकटकमा त्यही भरमा चाहिँ आएको हामी तर के छ नट अ ब्याड दिस इज गुड राम्रो छ। अब गर्मीले गर्दा हो कि अलिकति हामीले हान्न सक्यो। अब जाँदैछौँ हामी। ए यो चाहिँ विश्राम गर्ने ठाउँ छ। यहाँ चाहिँ अलिक क्यास पे गर्नु पर्छ। अब हामी बाहिर निस्किँदैछौँ। गर्मीले होला कि अब हामी यो मल मेन गेट बाहिर निस्किने बित्तिकै गेट आउँछ। यो ठाउँ चाहिँ अलि जापानको एकदम
उनीहरूको आफ्नो धर्म हो। धर्ममा यो मन्दिरहरू चाहिँ अहिले क्लोज छ। अब हामीलाई जहाँ दिएको छैन, यहाँ बन्द छ अहिले। यहाँको जापानिज नागरिकलाई मात्रै एलाउड छ पूजापाठमा। हेर्नुहोस् मेरो पछाडि अहिले गेट लाग्छ, यहाँसम्म मात्रै हामीले आउने टुरिस्टहरूदेखि सबै बाहिरको कन्ट्री। अनि यहाँ चाहिँ गेट लाग्छ। अब पछि जापानिज नागरिक आएर आफै यो पूजापाठमा भित्र एलाउड छ छिर्नलाई। यो चाहिँ अब यो जापानिज ल्याङ्ग्वेजमा छ। यो चाहिँ एउटा मन्त्र हो। मन्त्रहरू छ, यो हामीले पढ्न पनि सकेको छैन, बुझ्दिन पनि। यो एउटा मूर्ति जापानिजको एउटा पुरानो मूर्ति हो। नाम चाहिँ अलिक थाहा भएन। अब हामी निस्किँदैछौँ बाहिर। बुढी चाहिँ अलिक थाकेर गाह्रो भएको छ, जाने फर्किने। After 2 hours later. लाग्यो, साह्रै भोक लागेको छ। चिकन फ्राईहरू छ, चिकन रोस्ट। चिकन रोस्ट, चिकन मसला छ। यहाँ छ teriyaki सस, बसुई सस। We are here to the sauce. We are here. अब हामी खाँदैछौँ। खाँदैछौँ कोरानो आइसक्रिम पाउने। अब हामी एकछिन खाएपछि हामी जाँदैछौँ ब्याम्बो, जहाँ फेमस ब्याम्बो फरेस्ट। ब्याम्बो भने बाँसको घारी भन्छ। अब हेरौँ, फर्स्ट टाइम जाँदैछौँ ब्याम्बो फरेस्ट। इसके बाद होटल चलेंगे। नेपालको कसरी रिक्सा रहेछ, तैँले मान्छेले कुदाउनु पर्छ। मान्छेले कुदाएको रिक्सा। पैसा गड्डो कमाउँछ नि त, पैसा आउँछ नि झ्याप्पै। त्यतिकै बढी बन्छ। रेल आउँछ यहाँ जम्मा ढोका रेलको बाटो यहाँबाट रेल आउँछ। रेल चल्छ। यो चाहिँ बाँसको झाङ, नेपालमा चाहिँ बाँसको झाङ भन्छ। यहाँ चाहिँ अब फोटो खिच्नको लागि आउँछन् बम्बो फरेस्ट। अब हामी फर्किँदैछौँ। फोटोसुट र भिडियो पनि गऱ्यौँ। यहाँ चाहिँ धेरै मान्छेहरू आएको छन्, विदेशीहरू फोटोसुट गर्नलाई, भिडियो बनाउन। देख्न सक्नुहुन्छ फोटो भिडियोसुट। हामी आउँदैछौँ। मान्छेहरूको भिडभाड माथिबाट हेर्नुपर्छ। भ्युज दामी आउँछ, भ्युज हो नि। ल फोटो राम्रो आउँछ, भ्युज। अब हामी फर्किँदैछौँ।
फर्किँदैछौँ हामी। अब हामी फर्किँदैछौँ मेरो बुढी अगाडि। यो ब्याम्बो फरेस्ट। ओके दिदी, अब हामी फर्किने बेलामा अन्तिम भिडियो जाँदैछु। बाटो बाहिर निस्किसकेँ। विदेश के गर्दा लाग्छ? विदेश लाग्छ। हामी बाहिर फर्किँदैछौँ अनि हामी फर्किन्छौँ। सायद हामीले फर्किने आँट गर्छौँ। हामी विदेश हो तर खान मिल्दैन। हामीलाई फाइन लाग्छ। यो यहाँको प्रचलित रिक्सा। हामी होटलतिर पसेछौँ। होटलतिर छौँ। खानेकुरा के छ यहाँ? आइटम पकौडा हो, टाकासेकी सबै आइटम छ। आइटम मोडल पनि छ। नेपालको जस्तै ठाउँ, माथि पुल, खोला जङ्गल, हरियाली। अब हामी फर्किँदैछौँ। हेर्नुहोस्, जापानको रसियामा हुने ठाउँ क्योटो स्थित। पुरै हरियाली चाहिँ डाँडा ढाकेर हेर्नु, मुनि खोला। अब मेरो बुढी अगाडि छन्। ल हामी अब फर्किँदैछौँ। फर्किएपछि बाहिर आइसक्यौँ। यो चाहिँ पकौडा मन्दिरहरू। ल हामी फर्किँदैछौँ। घामले गर्दा अलिकति हिँड्न पनि सकेको छैन क्या, गर्मी छ यस्तो। गर्मी धेरै छ नि। हामी यो रसियामा स्टेसनमा ओर्लिएपछि ठ्याक्क यहाँबाट हामी दुईवटा बाटो छ यहाँबाट जाने। अब हामी फर्किसकेको, अघि इन्ट्री हुँदा चाहिँ हामीले खिच्न पाएन। अब हामी फर्किन लागेको। बुढी यहाँ छ। हामी आउट हामी गइसक्यौँ।